हो कस्तीको सान भक्तपुरको उडान त्यसमा हाम्रो चुनाव हुने हो। चुनावमा कसलाई भोट दिने विचार छ, अब कसलाई प्रधानमन्त्री बनाउने विचार छ? बालिसाले राम्रो हुन्छ नि होइन। ए बालिसाले एउटा राम्रो पनि विकास पनि गराएको छ होइन। अरू अरू त सबै बेमानी छ है, देश बिगार्ने मात्रै छ। ए अब त सबैलाई त भन्न मिल्दैन। हर्क साम्पाङज्यू पनि छ, आफ्नो माटोलाई कति प्रेम गर्छ उहाँ पनि। सबैले माटोले प्रेम गर्छ नि उसले पनि होइन। त पनि हर्क साम्पाङज्यू हुँदा राम्रो हुन्छ कि बालिनज्यू हुँदा राम्रो हुन्छ? बालिन हेर्ने राम्रै हुन्छ, विकासै हुन्छ हाम्रो विचारमा चाहिँ विकासै गर्नै पर्छ। ए अब धेरै जसो बारको मनमा यो इच्छा छ हाम्रो देश राजाहरू फर्किँदा हाम्रो देश राम्रो हुन्छ। तपाईँ राजामाथि के विचार छ? के हाम्रो देशमा राजा आउनु पर्यो? आउनु पर्ने हो। अब नेताहरूले आउने दिँदैन। अब के अब राजा त आयो भने राम्रै हुन्छ, राम्रै भएरै जान्छ। नेपाली जनताहरूले चाहियो भने राजा पनि आउन सकिन्छ। अब नेताहरू त त्यही हो, नेताहरूले बेमानी गरे पनि जनताले त राजा त ल्याउने विचार छ, उनीहरूले ल्याउने दिँदैन। के त्यही राजा आयो भने राम्रै हुन्छ, राम्रै हुन्छ, विकास त विकासै हुन्छ नि। किनकि राजाहरूले हाम्रो देशलाई बनाउनु भयो। यति राजा के भन्छ पृथ्वीनारायण शाह हाम्रो कतिवटा टुक्रिएको राज्यहरूलाई समेट्नु भयो, उहाँ बनाउनु भयो, नेपाल भन्ने सब भयो। अझ त त्यो मरेको राजाले झन् विश्वभन्दा राम्रो राजा केही हो है, विश्वमा राम्रो है। त्यसले त पहिला हामी 15 कालमा यस्तो बिगा लिएर पसलमा महँगो छ कि छैन भनेर घुमेर जान्छ त्यो पसलमा। पसल जान्छ, अनि उसले त्यो गाडीसम्म हुन्छ पछाडि उसले गाड यति फरक हुन्छ। पसलमा यस्तै लुगा लिएर भाउ सोध्नु जान्छ, मसामर पनि के लान्छ। हामी सानो बेलामा बाजाहरूले भनेको कुरा सुनिरहेको हुन्थ्यो क्या। त्यही राजा भन्ने बेला हामी काठमाडौँमा काम गरेर बसेको छ, शान्तिनगरमा हामी त्यहाँ काम गरेर बसेको। सानो 15-16 वर्ष 18 वर्ष भयो होला। अनि त्यो बेलामा हामी 16 वर्षमा बिहा गरेको क्या। अनि त्यो बेलामा राम्रै छ, त्यो बेलामा कति राम्रो विकास पनि त अलिकति महँगो भए पनि झ्याप्पै समेटेर लान्छ। अहिले त भौ अर्कै छ, भौ अर्को छ। अहिले जुन पसलमा गए पनि एउटा भाउ फरक छ। सब्जी पनि त्यही हो, जुन पनि त्यही हो, अन्डा पनि त्यही हो। एउटा पसलमा अर्को पसलमा 5 रुपियाँ 2 रुपियाँ 5 रुपियाँ त्यसै छ। अब के भनौँ है, पहिलाको जमाना त्यति राम्रो हुन्छ,